स्किल हुन्छ नि स्किलमा चाहिँ डिफ्रेन्सेसहरू आउँछ र नयाँ नयाँ स्किल चाहिँ तपाईँको डेभलप भएर आएको खेलाडी हुन्छ उनीहरूको फरक हुने कारणले गर्दाखेरि अब जुन डेटको चाहिँ तपाईँको चाहिँ इभेन्ट खेल्न जाने हो त्यही डेटमा चाहिँ त्यो त्यही इयरमा चाहिँ त्यसको च्याम्पियन भइसकेको राम्रो वातावरण ल्याउन सक्छ सम्मान हुन्छ त्यही इयरको चाहिँ यो चाहिँ यहाँ चाहिँ मेन नेपाल च्याम्पियन चाहिँ त्यो इन्टरनेसनल चाहिँ तपाईँको कम्पिटिसन कम्प्लिट गरेर राम्रो हुन सक्छ भने हामीले एउटा चाहिँ तपाईँको चाहिँ सरसल्लाह गरेर सेम इयर गर्ने भन्ने कुरा थियो र यो विषयमा यो इयर 2025 को क्यालेन्डरमा अलमोस्ट हामीले 8वटा चाहिँ नेसनल इभेन्टहरू गर्नुपर्ने हुन्छ जसमध्ये एउटा यो जुनियर च्याम्पियनसिप पनि एकदमै महत्त्वपूर्ण च्याम्पियनसिप वर्ल्डको जो जुनियर च्याम्पियन हुन्छ त्यो जुनियर च्याम्पियन हुनेहरू वर्ल्ड च्याम्पियनको मोस्ट टफ कन्टेन्डर गर्ने गर्दछ त्यस कारणले यो चाहिँ यहाँको नेपालको अहिले जुनियर च्याम्पियन जो हुन्छ त्यो अपकमिङ नेपाल च्याम्पियनको रूपमा चाहिँ दिइन्छ त्यस कारणले यो जुनियर च्याम्पियनसिप हुनुपर्छ भन्ने हिसाबले हामी अगाडि बढिरहेको थियौँ र यसै सन्दर्भमा परिषदसँग यहाँको चाहिँ युवा परिषदसँग सरसल्लाह हो अनि कार्यालय प्रमुख सरसल्लाह हुँदा ठिक छ नेपालको विचार महासङ्घसँग चाहिँ सहकारी गरेर युवा परिषदले यो कार्यक्रम गर्न सकिन्छ भन्ने कुरा हामी एउटा निर्णय पुग्यो त्यो अनुसारले यो कार्यक्रम जुन हुन गइरहेको छ आज जसको चाहिँ तयारी पूर्ण भएको एउटा यो पत्रकार सम्मेलन भइरहेको छ त्यसको लागि म हार्दिक आभार प्रकट गर्न चाहन्छु नगरपालिका सिङ्गो नगरपालिकालाई र सँगसँगै यो चाहिँ युवा परिषदलाई यहाँहरूले जुन उद्देश्यहरू चाहिँ तपाईँको उत्साह साथ यो कार्यक्रम लिनुभएको छ नेपालको विचार महासङ्घले तपाईँहरूलाई गर्नसक्ने सम्पूर्ण सहयोगहरू गर्न तयार छौँ र हामीले स्पोर्ट्स काउन्सिलले लिन सक्नुहुन्छ र तपाईँहरू त आफै मिडियाकर्मी हुनुहुन्छ र नेपालभरिको न्युजमा चेक गर्नुहोस् डेली वाइज सबैभन्दा बेसी न्युज चाहिँ चेसको हुन्छ यहाँ भन्ने होइन तर अनफर्चुनेटली के भने यसले यो मास अहिले चाहिँ एट्याक गर्दैन होइन यसका क्लबहरू चाहिँ तपाईँको बेसी हुँदैन भोटिङ गर्न पाइँदैन चल्छ के भन्दा हाना भनेको चल्छ समाज भनेको चल्छ छक्का भने चल्छ चौका भने चल्छ होइन आउट भने चल्छ यदि तपाईँ चाहिँ टुर्नामेन्ट भइरहेको इभेन्टहरूमा छिर्नु भयो भने यु क्यान स्पिक लाउड त्यो विस्पर दिएर तपाईँ चाहिँ एकदमै चाहिँ सास कुरामा गफ गर्नुपर्ने छ यसरी बोल्नुपर्ने छ इभन तपाईँ चाहिँ कुनै पनि इलेक्ट्रिक डिभाइस लिएर जानु पाउनु घडी पनि लगाएर जानु पाउनु चिटिङ हुनसक्छ भने यो त नलेज सँगसँगै अलिक कम्प्युटरको तपाईँको चाहिँ सोर्सहरू छ त्यहाँबाट चाहिँ तपाईँको चिटिङ हुनसक्छ भने मार्क्सलाई धेरै चाहिँ एट्याक्सन गर्न नसक्ने भएको कारणले गर्दाखेरि यो कुरा तपाईँहरूले स्वयं तपाईँहरू सञ्चारकर्मीहरूले पनि कम सुन्नुहुन्छ होला चेस कति खेल हुन्छ र अहिले भर्खर म एउटा कार्यक्रमको चाहिँ पुरस्कार वितरण गरेर आएको यहाँ चाहिँ 516जना चाहिँ सहभागी छ विद्यार्थीहरू अन्ली तपाईँको चाहिँ अन्डर 9, अन्डर 11, अन्डर 13 र 13+ भनेर गएको छ हामीले त्यहाँ 15 र 17 गराएको छैन यदि त्यो गरेन 1000जना क्यापेसिटी नै नभ्याउनु भएर हामीले गराएको छौँ मैले आयोजक साथीहरूलाई पनि भनेको थिएँ यदि हामीले ओपन गऱ्यौँ भने यसमा 400-500 खेलाडी आउँछ भने भनिरहेको यसमा 400-500 खेलाडी हुन्छ तपाईँ फुटबल एउटा चाहिँ टोटल होल गर्दाखेरि कति खेलाडी हुन्छ र बाहिरको क्राउडले कसरी हुन्छ भन्ने कुरा हो यहाँ मलाई जहाँसम्म लाग्छ यो 220 त हामीले अनुमानित गरेका छौँ यहाँ लेखेका छौँ मलाई सम्भवतः अलिकति हामीले अलिकति बेसी फेसिलिट गरेको है त यो 500 होइन 1000 थियो किनभने स्कुलमा चाहिँ स्कुल पढिरहेको विद्यार्थी हुनुपर्छ स्कुलको त्यो सबको चाहिँ कागज गराउनु पर्ने हुन्छ तर युथमा चाहिँ एज म्याटर्स अन्ली एज म्याटर्स होइन त्यस कारणले गर्दाखेरि एज पुगेपछि मान्छे खेल्न आउनु भयो जुनियर च्याम्पियन अब जुनियर गर्ल च्याम्पियन यो दुईवटा च्याम्पियन चाहिँ यसबाट जन्मिन्छ त्यस कारणले यसलाई यो राष्ट्रिय स्तरमा भनेर तपाईँले चाहिँ अलिकति अपव्याख्या गरेर जस्तो हुन्छ मैले सुने अथवा चाहिँ राष्ट्रिय तहको भनेर भन्दाखेरि त्यो चाहिँ अपव्याख्या जस्तो हुन्छ यो राष्ट्रिय गेम नै अथेन्टिक नेसनल च्याम्पियनसिप हो यसको नाम चाहिँ जीवन्त मेरिट लिस्टमा बस्छ र नेपालको यो चाहिँ तपाईँको त्यो अभिलेखमा हाम्रो अभिलेखमा बन्छ नट अन्ली हाम्रो अभिलेख राष्ट्रिय खेलकुद पर्सनलाई हामी पठाउँछौँ यो चाहिँ हाम्रो अभिलेख यो चाहिँ नेपालको पहिलो चाहिँ हुन्छ यहाँलाई पनि म एकदम हार्दिक बधाई गर्न चाहन्छु नेपालको विचार महासङ्घसँग सहकार्य गरेर यो जुन नगरपालिका र नगर परिषद यो कार्यक्रम आयोजना गर्नुभएको छ यहाँलाई कृतज्ञता पनि प्रकट गर्दै म हार्दिक धन्यवाद पनि भन्न चाहन्छु धन्यवाद यहाँको केही जिज्ञासा भयो यो चाहिँ नेपालको पहिलो चाहिँ हुन्छ यहाँलाई पनि म एकदम हार्दिक बधाई गर्न चाहन्छु नेपालको विचार महासङ्घसँग सहकार्य गरेर यो जुन नगरपालिका र नगर परिषद यो कार्यक्रम आयोजना गर्नुभएको छ यहाँलाई कृतज्ञता पनि प्रकट गर्दै म हार्दिक धन्यवाद पनि भन्न चाहन्छु धन्यवाद यहाँको केही जिज्ञासा भयो राख्नु धेरै धेरै धन्यवाद महासचिवज्यूलाई। त्यसै गरी पत्रकारहरूबाट पनि जिज्ञासाहरू छ भने
राखिदिनुको लागि म फ्लोर ओपन भएको जानकारी गराउन चाहन्छु। सो हजुर केही क्वेरिजहरू छ भने चाहिँ हजुरहरूले राख्न सक्नुहुन्छ। सबैजना नमस्कार। ढिलो आइयो, सरी। 4 बजेको कार्यक्रम भन्नुमा चाहिँ धेरै ढिलो आइयो होइन। कति बजे? 5 बजिसकेको छ। मैले आउने बित्तिकै एउटा प्रश्न गरिहालेँ, किनभने धेरै त बुझेको छैन। 230 जनाभन्दा बढी सहभागी गराउने तपाईँहरूको जुन उद्देश्य छ, त्यो 220 सङ्ख्या त्योभन्दा बढी उपस्थिति गराउनको लागि चाहिँ, त्योभन्दा धेरैलाई सहभागी गराउनको लागि चाहिँ त्यो आयोजना अथवा चाहिँ आयोजनाको जुन चरणसम्मका जुन लक्ष्य, सङ्ख्यात्मक लक्ष्य प्राप्त गर्नको लागि चाहिँ आयोजकले के रणनीति अप्नाउनु भएको छ? सर यो एउटा प्राइभेट स्कुल नपर्दै हुनु रहेछ होइन, त्रिजुली स्कुलमा। सो कारण के छ त्यहाँ गर्नु, अथवा चाहिँ सरकारी कुनै पनि कार्यालय गर्नु भएको छ सुन्दर होइन, सुन्दर पनि नगरपालिकाको कार्यालयबाट चाहिँ यहाँहरूको आफ्नै अफिसियल पनि अफिस हुनसक्छ होइन, त्यहाँनिर त्यस्तो कारण के छ त्यो एउटा सवाल। अर्को चाहिँ अब यो राष्ट्रिय स्तरको गेम अलि सबै हतारमै रसमै जस्तो देखिन्छ। तथापि राष्ट्रिय स्तरको गेम ऱ्याङ्क हुनु लागि गर्दाखेरि चाहिँ म बधाई दिन चाहन्छु। र यो FIDE फेरि भनेको चाहिँ के रहेछ? इन्टरनेसनल फेडरेसन एज लाइक फिफा फेडरेसन इन्टरनेसनल डे। उहाँको डेलिगेट्सहरू कोही आउँदैन? विश्वको विचारमा फिडेको त्यति यसरी कार्यालय आउँदैन होइन। म आफै पनि तपाईँको चाहिँ साथबाट छु र यसलाई हामीले यो नेसनल च्याम्पियनसिपमा चाहिँ विशेष गरेर हामीले उहाँहरूसँग एउटा चाहिँ तपाईँको एउटा चाहिँ हामीले अनुमति लिएर आउँछौँ। यो अनुमतिको आधारमा त्यो स्ट्यान्डर्ड पनि रहेछ। अनि अर्को चाहिँ अब यो कार्यक्रम बुढानी सहर नगरपालिका, बुढानी सहर नगरपालिकाभित्रका चाहिँ जुनियर प्लेयर्सहरूको सहभागी पार्टिसिपेसनको ग्यारेन्टी, किनकि यहाँको स्पोर्ट्सलाई चाहिँ प्रमोट गर्नु पऱ्यो नि त होइन। त्यसको लागि चाहिँ यहाँका लोकल प्लेयर्सहरू, लोकल इमर्जिङ प्लेयर्सहरूले कसरी चाहिँ पार्टिसिपेट गर्छ, उनीहरूलाई चाहिँ कसरी सहज ढङ्गले फेरि म्यानेजमेन्टको तर्फबाट कुरा संयोजकले हुनुहुन्छ। टेक्निकल रिलेटेड कुराहरू म होस् म अलिकति राख्नु सहज यो राष्ट्रिय स्तरको खेल हतारमा अलिकति कस्तो भने डेफिनेटली अलिकति तपाईँले भन्नुभएको प्रश्न अलिक चाँडै भएको हो कि भन्ने कुरा छ। तर हामीले यो सूचना हाम्रा खेलाडीहरूको बिचमा व्यापक गरिसकेका छौँ। र नेपालमा सबैभन्दा बेसी म बसेर भने नेपालमा सबैभन्दा बेसी यदि तपाईँको चाहिँ अफिसियल इभेन्टहरू कुनै फेडरेसन अथवा कुनै चाहिँ स्पोर्ट्स चाहिँ तपाईँको चाहिँ इन्स्टिट्युसन गर्छ भने द्याट इज नेपाल चेस फेडरेसन है। तपाईँको नेसनल स्पोर्ट्स काउन्सिलमा तपाईँले रेकर्ड दिन सक्नुहुन्छ। हामीले सबै इन्टरनेसनल चाहिँ सबैको चाहिँ फेडरेसनले गर्नुपर्ने जुन गर्छ कार्यक्रम, त्यो कार्यक्रमहरू हामीले यहाँ गर्नुपर्ने हुन्छ। चाहे फुटबलको अन्डर-23, अन्डर-19, अन्डर-14 अथवा जुनियर, त्यो सबै कुरा चाहिँ उहाँहरूले पनि गर्नुपर्ने हुन्छ। नेपाल अरू कुन समिति प्लस मलाई थाहा छैन, यहाँ सायद धेरैजनालाई यो विषयमा थाहा होला स्पोर्ट्सको विषयमा। तर नेपाल बुद्धिचाल महासङ्घले सबै कार्यक्रमहरू गर्छ, अन्तर्राष्ट्रिय कार्यक्रम जुन हुन्छ। र अर्को कुरा तपाईँलाई के पनि जानकारी गराउन चाहन्छु भने नेपाल बुद्धिचाल महासङ्घको नेपाल बुद्धिचाली खेलाडीहरू अन्तर्राष्ट्रिय सहभागितामा अफिसियल इभेन्टको सहभागिता सबैभन्दा पनि सहभागी हुन्छ। त्यो पनि रेकर्ड गरेर नेसनल स्पोर्ट्स काउन्सिलले लिन सक्नुहुन्छ। र तपाईँको त आफै मिडियाकर्मी हुनुहुन्छ, र नेपालभरिको न्युजमा चेक गर्नुहोस्, डेली वाइज सबैभन्दा बेसी न्युज चाहिँ चेसको हुन्छ यहाँ होइन। तर अनफर्चुनेटली के हो भने यसले यो मासलाई चाहिँ एट्र्याक्ट गर्नु होइन। यसका क्राउडहरू चाहिँ तपाईँको बेसी हुन्छ, भोटिङ गर्न पाइँदैन। चल्छ के भन्दा हाना भनेको चल्छ, समाधान भनेको चल्छ, छक्का भने चल्छ, चौका भने चल्छ होइन, आउट भने चल्छ। यदि तपाईँ चाहिँ कहीँ टुर्नामेन्ट भइरहेको इभेन्ट हलमा छिटो भए पनि यु क्यान स्पिक लाउड, यु विस्पर
तपाईँ चाहिँ एकदमै चाहिँ सास कुरामा गफ गर्नुहुन्छ यसरी बोल्नुपर्ने इभन तपाईँ कुनै पनि इलेक्ट्रिक डिभाइस लिएर जानु पाउनुहुन्छ घडी पनि लगाएर जानु पाउनुहुन्छ चिटिङ हुनसक्छ यो चाहिँ नलेज सँगसँगै अहिले कम्प्युटरको तपाईँको चाहिँ सोर्सहरू हुनेछ त्यहाँबाट चाहिँ तपाईँको चिटिङ हुनसक्छ भन्ने कुरा मार्क्सलाई धेरै चाहिँ एट्याक गर्न नसक्ने भएको कारणले गर्दाखेरि यो कुरा तपाईँहरूले स्वयं तपाईँको सञ्चारबाट कर्मीहरूले पनि कम सुन्नुहुन्छ होला त्यसपछि खेल हुन्छ र अहिले भर्खर म एउटा कार्यक्रमको चाहिँ पुरस्कार वितरण गरेर आएको छु यहाँ चाहिँ 516जना चाहिँ सहभागी छ विद्यार्थीहरू अन्ली तपाईँको चाहिँ अन्डर 9, अन्डर 11, अन्डर 13 र 13+ भनेर गएको छ हामीले त्यहाँ 15 र 17 गराएको छैन यदि त्यो गरेन 1000जना क्यापेसिटीले नमिल गरेर हामीले गराएको छैन मैले आयोजक साथीहरूलाई पनि भनेको यदि हामीले ओपन गऱ्यौँ भने यसको 400-500 खेलाडी आउँछ भने भनिरहेको 400-500 खेलाडी हुन्छ तपाईँ फुटबल एउटा चाहिँ टोटल होल गर्दाखेरि कति खेलाडी हुन्छ र बाहिरको क्राउडले कसरी हुन्छ भन्ने कुरा हो यहाँ मलाई जहाँसम्म लाग्छ 220 त हामीले अर्गनाइज गरेका छौँ यहाँ लेखेका छौँ मलाई सम्भवतः अलिकति हामीले अलिकति बेसी फेसिलिटी गरेको भए त यो 500 होइन 1000 हुन्थ्यो किनभने स्कुलमा चाहिँ स्कुल पढिरहेको विद्यार्थी हुनुपर्छ स्कुलको त्यो कागज लिएर आउनुपर्ने हुन्छ तर युथमा चाहिँ एज म्याटर्स अन्ली एज म्याटर्स होइन त्यस कारणले गर्दाखेरि एज पुगेपछि मान्छे खेल्न आउनु पऱ्यो 2005 जनवरी 1बाट जन्मेको जो खेल्नु पर्ने भएको कारणले गर्दाखेरि यहाँ हामीसँग अहिले नेपालमा खेलाडी अलमोस्ट कति 14,000 कति छ जस विद्यार्थीहरू छ 14,000 विद्यार्थीहरू छ अनि तपाईँको चाहिँ रेटेड खेलाडीहरू मात्र जो चाहिँ इन्टरनेसनल फेडरेसनबाट पाउँछ रेटिङ त्यो वरियता भन्नुपर्दा चाहिँ जस्तो तपाईँले कराटे अथवा मार्सल आर्ट तपाईँले त्यो वेट चाहिँ हुन्छ त्यसले वेट बढेको देख्नुहुन्छ तर त्यो वेट घट्दैन उहाँहरू तर चेसमा चाहिँ के हुन्छ भने तपाईँले म खेल्यो मेरो माना आज 2500 रेटिङ हो इभन मसँग 2500 रेटिङ थियो भने मेरो त्यो घटेर 2100 पनि आउन सक्छ क्या त्यसले चाहिँ तपाईँको चाहिँ स्ट्रेन्थ के छ भन्ने कुरा त्यसले मापन गर्नेबाट चाहिँ किलो सिस्टम भन्ने छ त्यो किलो सिस्टमले त्यसले मापन गर्छ सर यो आवेदन दिने प्रक्रिया पनि लागेको छ यसमा के छ भने फ्री इन्ट्री छ अहिले कसलाई सम्पर्क गर्नुपर्छ यो हामीले चाहिँ तपाईँको फेसबुक गार्जियनले सम्पर्क गर्ने हो कि यो जुनियर गार्जियन गर्न सक्यो त मैले अलिक खेलाडी आफ्नो गर्न सक्यो मैले त यो तपाईँको कुरालाई मैले भन्न खोजेको कुरा यो हतारमा भएको जस्तो लाग्यो र हामीले हरेक इभेन्ट भइरहेकोमा अहिले पनि फुटबलमा भर्खर एउटा इभेन्ट सकेको छ हाम्रो इभेन्ट कन्टिन्यू भएर छ इलाममा आज भोलिबाट अर्को इभेन्ट हुँदैछ र हामी सबैतिर खबर गरिसकेका छौँ र विशेष गरेर अन्डर 20 का खेलाडीहरू धेरैभन्दा धेरै खेलाडीहरू यहाँ सहभागी हुन्छ भन्ने आशा गरेका छौँ 220 मा हामीले चाहिँ क्लोज गर्ने हामीले सल्लाह गर्नुपर्छ र यो हतारमा भन्नाले 60जना खेलाडी नभएको तर उल्लेखनीय सहभागी हुन्छ र सँगसँगै लोकलमा चाहिँ यहाँ यो ब्राजिल कन्ट्रीमा खेलाडी उत्पादन गर्नुमा यहाँ हाम्रो भाइले हुन्छ मिसन भाइको त्यो ओएम नभएर चाहिँ तपाईँको एउटा चाहिँ कोच पनि भन्छु म जिएलसी एजुकेसन चलाइरहनु भएको छ नि अगाडि र बुढानी कन्ट्रीको मेरो साथलाई पनि प्रमुख अतिथि भएर म बिजुली भएर आइसकेको उहाँले पनि कार्यक्रम आयोजन गर्नुभएको छ र अर्को तेस्रो थाहा चाहिँ बुढानी कन्ट्री नगर विकास सङ्घको अध्यक्ष हुनुहुन्छ मैले उहाँलाई फोन गरेर सूचित गर्नुहोस् मेबी आज शनिबारको हामी प्रोग्राममा इन्गेज हुनुहुन्छ होला र मलाई जहाँसम्म लाग्छ उहाँले आज मात्र खबर गर्नुभयो भने 100 जना खेलाडी उहाँले थप्नुहुन्छ र यहाँको लोकल खेलाडीको चाहिँ विषयमा डेटा चाहिँ उहाँहरूसँग छ यहाँको चाहिँ स्थानीय जुन चाहिँ तपाईँको स्थानीय तहको जुन चाहिँ तपाईँको हाम्रो सङ्घ छ त्यो सङ्घसँग चाहिँ सहकारी हुँदाखेरि स्थानीय खेलाडीहरू सहभागी सजिलो गर्छ अहिले एउटा सानो प्रश्न तपाईँलाई हाम्रो महासचिवलाई जस्तै यो रिजाल महासङ्घमा चाहिँ दर्ता भएका खेलाडीहरूका लागि निःशुल्क भनेको छ होइन जो दर्ता नभएको खेलाडीको हकमा चाहिँ दर्ता गर्ने प्रोसेस पहिला गरेपछि मात्रै के हुन्छ यस्तो छ नेपाल रिजाल महासङ्घको चाहिँ तपाईँको चाहिँ एनुअल फी छ अब एज अ अर्गनाइजर यदि म अर्गनाइजर भने मेरो अर्गनाइजर 500 रुपिस पर्टिकुलर दिनुपर्छ एज अ आर्बिटर हाम्रो निर्णायकमा आर्बिटर हुन्छ आर्बिट्रेसन मात्र गर्नुपर्ने आर्बिटर हुन्छ अनि त्यो आर्बिटर पनि 500 वार्षिक दिनुपर्छ एनुअल फी हो होइन त्यसरी खेलाडीले पनि त्यो तपाईँको चाहिँ एनुअल फी 500 रुपिस दिनुपर्छ उहाँले तिरिसक्नु भएको छ दिनु परेन जस्तै उहाँले खायो भने दिनु पऱ्यो अहिले गेम खेल्नको यो गेम खेल्न मात्र उहाँले 2025 भित्र यो इयर चाहिँ 80मा गर्नु सन् 2025 भित्र कुनै पनि खेल खेल्न पाइँदैन होइन मैले सोध्नु खोजेको रिजाल महासङ्घको सदस्य बन्नै पर्छ समस्या
खेलाडी बन्नु पऱ्यो विशाल महाशयले खेलाडी बन्नु पऱ्यो त्यो दर्ता हुनै पर्यो यो नेपालमा मात्र थिएन छैन अझ नेपालमा अरू स्पोर्ट्सहरूमा रजिस्टर्ड प्लेयर भन्ने छैन तपाईँ इन्डियामा चेक गर्नुहोस् चाइनामा चेक गर्नुहोस् युएसमा चेक गर्नुहोस् रजिस्टर्ड प्लेयर आएर अघि अलाउड गर्छ नानी कुनै पनि ठाउँमा रजिस्टर्ड खेलाडीभन्दा बाहिर खेलाडी खेल्नु पाएन यही हाम्रो चेस्टको कुराहरू चाहिँ इन्डियामा 500 रुपियाँ भाग दिन्छ श्रीलङ्कामा 400 रुपियाँ ट्यागको रुपियाँ हुन्छ 4000 रुपियाँ दिन्छ सबै देशमा आफ्नो हुन्छ जस्तो हामीले नेपाल क्रिकेट महासङ्घले पनि 760 युरो पर इयर एनुअल फी दिनुपर्छ यो टुर्नामेन्ट हुन्छ नि यो टुर्नामेन्टमा जतिजना खेलाडी हुन्छ एकजना खेलाडी बराबर 1 युरो हामीले चाहिँ इन्टरनेसनल फेडरेसनले रजिस्टर गर्नुहुन्छ उहाँको बराबर 1 युरो तिर्नुपर्छ यहाँ 200 जना खेलाडी भयो भने 200 युरो हामीले तिर्छौँ तर हामीले मानेको छौँ यो चाहिँ नेसनल टिमको कुरा अनि स्थानीयको हकमा चाहिँ हजुरको टोटल 100% मा 20% चाहिँ हाम्रै बुढानी संस्था नगरपालिकाभित्रकै स्कुलको बच्चाहरू चाहिँ इन्भल्भ हुँदैन 20% तपाईँहरूले पछि नाम पनि देख्नुहुन्छ